भट्टको दाना है भट्टको दाना है भट्टको दाना यहाँ भट्टको दाना कोनी गरम जारी छ ल हेर्नु भिडन त भइरहेको छ। हेलो गाइज, आज चाहिँ मैले दिदीबहिनीहरूलाई गेम खेलाउँदैछु एउटा। अनि यसमा चाहिँ मैले 5000 को पुरस्कार राखेको छु। जसले जित्छ उसलाई 5000 को पुरस्कार मिल्नेछ। यहाँ चाहिँ 20 वटा आइटम छ अनि यसमा चाहिँ 20 वटा आइटममा चाहिँ जसले 11 वटा आइटम सही नाम गेस गरेर उठाउँछ उसलाई चाहिँ यो 5000 रुपैयाँ पुरस्कार मैले दिनेछु। अब यो आँखामा पट्टी बाँधेर यो रुमाल लाएर अनि यिनीहरूले नाम गेस गर्नेछन्। ल अब स्टार्ट हुन्छ। अब सुरु गरौँ। पहिला आँखामा पट्टी लगाम दुईजनाले अनि चाहिँ म यहाँ ठाउँको यो उसहरू चेन्ज गरिदिन्छु, यताको उता पारिदिन्छु। ल स्टार्ट है। अलि तल है, झेली गर्न पाइँदैन। कोपिलाको अलि तल। ल है, अब चाहिँ मैले यहाँ ठाउँ यताको उताको पारिदिन्छु। यहाँ कसैले पनि हल्ला नगरौँ है। होइन होइन मैले एउटा चिज भन्छु अनि दुईजनाले ठ्याक्कै त्यो उठाउनु पर्यो है। हुन्न नआत्तिकिन है। ल रेडी 2 1। अब चाहिँ तपाईँहरूले लिनुहोस् ओनियन। भएन है त्यस्तो गर्न पाइँदैन। सामान गिर्यो भने चाहिँ त्यो हुँदैन है। ल ओनियन चाहिँ कोपिलाको है। ल ल ल ल ल अब चाहिँ तपाईँहरूले नछुनुहोस् है। अब चाहिँ तपाईँहरूले उठाउनुहोस् वाटरमेलन। ल यो चाहिँ सिर्जनाको बुढी माउको भयो ल है। अब नेक्स्ट वान क्याप्सिकम चाहिँ कोपिलाको भयो है। म यो सामान फेरि म मिलाउँछु। यो हजुरहरूले धेरै यताको उता पारिदिइसक्नु भएको छ है। ल अब चाहिँ योगर्ट्स दही। ल दही चाहिँ कोपिलाको भयो है। ल है अब चाहिँ रुक्नु है। अब चाहिँ मखाना है। ल हो ल यो चाहिँ सिर्जनाको भयो बुढीको। ल अब यो मैले बिचा यहाँ राखिदिएको छु। अब चाहिँ कास्युनट उठाउनुहोस् है। कास्युनट ल अब रुक्नु है। ल है अब चाहिँ कसैले हेर्न पाइँदैन है। हातमाथि राख्नुहोस्। ल है रेडी 2 1 गो। आलु। ल यो चाहिँ कोपिलाको भयो है। ल अब डिस्कसन नगर्नु त। ल है अब नबोल्नु है। अब चाहिँ तपाईँहरूले उठाउनुहोस् ग्रिन पिस। सानो मटर सानो दाना छ है। सानो दाना गयो कोपिलाको हातमा गयो है। ल कोपिलाको माग चाहिँ अलि तल झारौँ है। होइन हेरेको त छैन। ल अब चाहिँ ढिला नगरिकन है। ल अब चाहिँ ढिला नगरिकन गरौँ है। अब चाहिँ तपाईँहरूले उठाउनुहोस् चनाको गेडो। चना चाहिँ बुढीको हातमा गयो है। ल है होइन म सामान खस्दैन। अब चाहिँ उठाउनुहोस् तपाईँले बेबी ड्रिङ्क। कोपिलाको हातमा गयो। तिमीले हातबाट छोड्यौ के। ल है अब चाहिँ ठुल्ठुलो सामानहरू छ नआत्तिनु होला। ल अब चाहिँ तपाईँहरूले उठाउनुहोस्। रुक्नु है। होइन हातमाथि तपाईँहरूले उठाउनुहोस्। अब चाहिँ भट्टको दाना है। भट्टको दाना यहाँ भट्टको दाना कोनी गरम जारी छ। ल हेर्नु भिडन त भइरहेको छ। होइन मुन्टो सिधा टाउको सिधा अंडा फुट्यो यो भएन है।
लगाएको छैन है ल खोज्दैछ नि यहाँ ऊ फेरि पनि अर्को पनि खस्यो यो भिडन्त भइरहेको छ यहाँ हराएको छैन त्यही छ दुईटा हातले खोज्न पाइन्न है भट्टको दाना कन्टिन्यू हो बुढीको हातमा गयो भट्टको दाना होइन त्यस्तो गर्न पाइन्न मैले कप मुनि ढाकेको थिएँ कप मात्रै उठाइदिएको ल है यो चाहिँ जस्ट केरिङको लागि मैले मजाको लागि है अब चाहिँ उठाउनुहोस् तपाईँले अन्डा ल अन्डा चाहिँ कोपिलाको हातमा गयो है होइन ल ल ल ल अब चाहिँ तपाईँहरूले उठाउनुहोस् रुख कोपिला हात उठाऊ माथि 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 ल अब चाहिँ तपाईँहरूले उठाउनुहोस् गार्लिक ल भेट्यो है बुढीको हातमा गयो गार्लिक चाहिँ ल ल ल ल बडा टमाटर ये है टमाटर बडा टमाटर टमाटरलाई सुस्छ है पहिला टमाटर भन्नुपर्ने चाहिँ यो टमाटर अठिसक्यो है ल अब टमाटरै उठाउनुहोस् है ल कोपिलाको हातमा होइन ल है अब भन्नुहोस् है ल है अब चाहिँ नातिकन है अब चाहिँ मुला है मुला ल बुढीको हातमा ल है अब चाहिँ निम्बु ल निम्बु भेटियो ल ल ल ल ल अब अर्को चिज है ल है अब अर्को चिज रुक अब हात छोड्दै बदाम छ होइन कि ल अझ छेउतिर राख्दैछु है यहाँ भिडियोमा हेर्न सक्नुहुन्छ अब चाहिँ तपाईँहरूले उठाउनुहोस् बदाम ल कोपिलाको हातमा गरी स्याउ बिचरा स्याउले दुःख पा ल है अब कप कोपिलाको हातमा गयो है ल अब रेडी टु वान होइन त हात चाहिँ भएन है कोपिलाको टोपी अलि तल झारौँ ल अब चाहिँ अलि टाढै छ हजुरहरूले ध्यान दिनु होला एप्पल गयो एउटा मात्रै थियो त्यही भएर टाढा राखिदिएको ल अब चाहिँ यो पैसाको विनर चाहिँ को हुन्छ गन्नी पालो है गन्नी पालो है यो भट्टमासको कालो दाना यता बुढीकोतिर गह तिम्रो कतिवटा गह बुढीको कतिवटा गह ल गनौँ है गइसक्यो अब आँखा हेर्न हुन्छ ल दुईजनाले आँखा खोल्ने ल पहिला आफ्नो सामान अगाडि राख्नु त अब चाहिँ को विनर भनेर गन्नी पालो है ल गनौँ त ल 1 2 3 4 5 6 7 8 9 10 11 वटा मेरो 1 2 3 4 5 6 7 8 9 10 मेरो कोपिला ल अब चाहिँ ल है बधाई छ ल ताली बजाएर उहाँलाई सम्मानको साथ म बिदा गर्न चाहन्छु आजको विनर हजुर हुनुहुन्छ केही अब आज हजुरले केही दुई शब्द भन्न चाहनुहुन्छ भने भन्नु होला एक त दिनु मलाई दिदी यसमा त 25 त मेरै हो नि 25 तिम्रो ल ठीक छ मैले जिते बधाई छ है ल ल भोलि ल अब अर्को गेमको साथ फेरि हामी उपस्थित हुनेछौँ हस्त धन्यवाद।